नमस्कार। आज हामी फर्स्ट एंगल मेथडद्वारा अर्थग्राफिक पोर्सन निकाल्न गइरहेका छौं। त्यसको टपिक छ हाउ टु ड्र अर्थग्राफिक पोर्सन इन फर्स्ट एंगल मेथड। अब त्यसको लागि सर्वप्रथम हामीले स्पेस बनाउनु पर्ने हुन्छ। स्पेस बनाउनको लागि अब मिनी ड्राफ्ट टेबलको लेफ्टको टपमा हामी यसरी क्लेम गर्छौं। गरिसकेपछि यो मिनी ड्राफ्टलाई 0 डिग्रीमा राख्नु पर्यो। यहाँ हेर्नु 0 डिग्रीमा सेटिङ भएको छ। अब मैले एउटा होरिजोन्टल लाइन ड्र गरेँ। त्यसपछि होरिजोन्टल लाइनको लगभग बीचमा पर्ने गरी भर्टिकल लाइन ताने, जुन एक आपसमा 90 डिग्री छन्। अब यो बनिसकेपछि यो सेन्टरबाट लेफ्टमा 20, राइटमा 20 र तल बटममा 20 र माथि अपसाइडमा 20 mm को डिस्टेन्स राखेर लाइनहरू हल्का लाइन ड्र गरौँ। म यहाँ तनिर ड्र गरिरहेको छु। यता 20 गरेँ, यता पनि 20 गरेँ। यो ग्रीन कलरको मैले गरेको भनेको यो हल्का लाइनहरू ड्र गर्ने हो, जुन हार्ड पेन्सिलले गरिन्छ। त्यसपछि अब मैले माथि र तल पनि 20 mm को लाइन तान्दैछु। र त्यसपछि अब 45 डिग्रीको लाइन ड्र गर्छौं हामी। यो 0 पोइन्टबाट यहाँ यसरी गऱ्यो भने 45 डिग्री लाइन तानिरहेको छु मैले। यसरी एउटा स्पेस बनाउँछौं। यहाँ हामी फ्रन्ट भ्यू राख्छौं, यहाँ टप भ्यू राख्छौं र यहाँ आएर हामी साइड भ्यू राख्छौं। अब हामी फ्रन्ट भ्यूमा के देखिन्छ त भन्दा, फ्रन्ट भ्यू भनेको यो भाग यसरी हेर्दाखेरि यो लेन्थ हो, यो हाइट, लेन्थ, हाइट देखिन्छ। के देखिँदैछ भन्दा फ्रन्ट भ्यूमा लम्बाई र उचाइ देखिँदैछ। लम्बाई कति छ? 60 mm छ। हाइट छ 40 mm को। अब म यसलाई लम्बाई 60 mm थोरै पुगेको रहेनछ। यहाँ मैले गराउँदा 60 mm बनाएँ। हाइट 40 mm यहाँ छ। यसरी यति भइसकेपछि अब फ्रन्ट भ्यू बन्यो। त्यसपछि अब टप भ्यू। टप भ्यूलाई यसरी हेर्दा यो लम्बाई, यो चौडाइ, यो लम्बाई, यो चौडाइ, यो चौडाइ भएपछि यो पनि चौडाइ भयो। यसरी लम्बाई र चौडाइ देखियो यसरी हेर्दा। अब यसलाई के गर्ने त भन्दा यो भागबाट थोरै हल्का पोजिसन लाइन तान्ने। पहिला पोजिसन लाइन तानिसकेपछि यो लम्बाई आयो। चौडाइ कति छ त हाम्रो भन्दा 50 mm। को आयो। यो लाइन नपुगेको भएपछि यसलाई थोरै तानौँ। यो फ्रन्ट भ्यू बन्यो, यो टप भ्यू बन्यो। अब मैले फ्रन्ट भ्यू र टप भ्यूलाई के गर्छु भन्दा डार्क गर्छु है। पहिला हेरौँ, बोल्ड गरेँ मैले। फ्रन्ट भ्यू देखियो। त्यस्तै अब टप भ्यूलाई पनि बोल्ड गरेँ मैले। फ्रन्ट भ्यू र टप भ्यू आयो। अब त्यसपछि के गर्छौं त भन्दा हामी साइड भ्यूमा जान्छौं। साइड भ्यू बनाउनको लागि के देखिन्छ साइड भ्यूमा भन्दा ब्रेथ, हाइट, ब्रेथ, हाइट। ब्रेथ यसरी आयो। ब्रेथ कहाँबाट निकाल्छौं भन्दा अब हामी यो टप भ्यूको यो ब्रेथ भाग हो, साइड हो। यसलाई अब हामी यसबाट 40 डिग्री लाइन तानेको भागसम्म हामी यसलाई यसरी हो सिधा रेखा तान्छौं। त्यसपछि यहाँबाट हामी यसलाई
90 डिग्रीको माथि लैजान्छौँ र अब हाइट भनेको टप भ्यू फ्रन्ट भ्यूको यो हाइट हो यो हाइट यसबाट हामीले यसलाई यसरी ल्याउँछौँ र बढी भएको भाग हामी मेट्छौँ र अब हामी यसलाई के गर्छौँ यसलाई पनि हामी बोल्ड गर्छौँ बोल्ड गर्ने भनेको एचबी अथवा एचबी भन्दा मोटो पेन्सिलले बोल्ड गर्छौँ हेरौँ यहाँ र अब यसमा अब नपुगेको लाइन छ भने यसलाई थप्नु पर्यो बढी भएको रहेछ भने यसलाई मेट्नु पर्यो इरेज गर्नु पर्यो अब म यो थोरै यसलाई बढाएँ अब यो लाइन हामीलाई चाहिँदैन यसलाई मेटेँ मैले इरेज गरेँ यसरी यो फ्रन्ट भ्यू यो टप भ्यू यो साइड भ्यू आयो फ्रन्ट भ्यूमा के आयो त भन्दा लम्बाई उचाइ लम्बाई र उचाइ देखिने यताबाट हेर्दाखेरि टप भ्यूमा के देखिन्छ लम्बाई चौडाइ यो लम्बाई यो यसै प्यारलली आयो लम्बाई आयो यसलाई यो लाइनलाई हामीले पोजिसन लाइन पनि भन्छौँ र चौडाइ यति आयो यो साइड भ्यूमा ल्याउँदाखेरि हामी चौडाइ यसरी आएर यता 45 डिग्रीबाट माथि आएपछि यो चौडाइ आउँछ हाइटको लागि चाहिँ हामीले फ्रन्ट भ्यूको हाइटबाट यसरी ल्यायौँ अब हामीले फ्रन्ट भ्यू बनायौँ टप भ्यू बनाइयो अब साइड भ्यू बन्यो र एवं प्रकारले हामीले अथराइज पोर्सनमा फर्स्ट एङ्गलद्वारा हामीले फ्रन्ट भ्यू टप भ्यू साइड भ्यू बनाउन यो सिम्पल अब्जेक्ट हो सबैभन्दा सिम्पल अब्जेक्ट हो यो अब योभन्दा पनि अलि कम्प्लेक्स अब्जेक्टहरू पनि आउँदै गर्छन् यसलाई बिस्तारै फेरि हामी म गराउँदै जानेछु र भाइहरूले यसलाई हेर्दै गर्नु होला हेरिसकेपछि राम्रो लागेमा यसलाई सेयर गर्ने सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दै बिदा भएँ धन्यवाद